हामी यो तानसेन नगरपालिका 5 अवस्थित नर्मदेश्वर शिवालय धाममा छौँ। यतिखेर हाम्रो सम्पर्क हुनुहुन्छ यस धामका अध्यक्ष। आज यो नर्मदेश्वर शिवालय धाम यो पवित्र दिन आज महाशिवरात्रिको पावन अवसरमा हाम्रो भजन मण्डलीको टोली सम्पूर्ण चाहिँ समुदाय भक्तजनहरू यसका पदाधिकारी समेतको उपस्थितिमा आज भव्य भजन कीर्तन कार्यक्रमको आयोजना भइरहेको छ। यो 1945मा चाहिँ स्थापना भएको यो मन्दिर 1968 सालमा स्वामी विश्वानन्द गिरीको समाधिपछि चाहिँ यहाँ विश्वानन्द परमानन्द पुरीले उहाँ गुरुको सम्झनामा यो पक्की पत्थरको मूर्ति तयार गरेर उहाँले चाहिँ आफ्नो किसिमको क्रियाकलापहरू सञ्चालन गर्दै आएकोमा 1968देखि परमानन्द पुरीजीले त्यति बेलादेखि सञ्चालन गर्दै आएको मन्दिर अहिले आएर हाम्रो समुदायको तर्फबाट समिति गठन गरेर सञ्चालन भएको छ। यो भव्य र सभ्य रूपमा सञ्चालन भइरहेको बेहोरा समेत म जानकारी गराउँछु। धन्यवाद।